आज पढ्नेछ हामी रागोहरू 12 किसिमका रागोहरू। रागो कतिवटा छ भन्दाखेरि 12 किसिमको छ। रागो चुनी, चुनी भनेको 12 वटा। रागो भनेको र अक्षर शिरमा आएको कारणले बाह्र किसिमका रागो, 12 किसिमका रागोहरू। यो रागो भने चाहिँ किन रागो भने चाहिँ अब यसो हामीले रा पढ्दाखेरि व्यञ्जन भर्नको अथवा यस्तो व्यञ्जन भर्नको शिरमा आउने कारणले रागो भनेको है हो। त्यसरी बुझ्नुपर्छ रागो भनेको चाहिँ। रागो कतिवटा छ भने 12 वटा छ, 12 वटा किसिमको छ। त्यो चाहिँ कसरी भन्दाखेरि म 12 वटा लेखेर देखाउँछु। एक, दुई, 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 12 वटा रागोहरू रहेको छ। यो चाहिँ एकदम विशेष रहेको छ। योहरू पनि हामीले जानेन भने हामीले पढ्न सक्दैन। अब योहरू चाहिँ हामीले कसरी पढ्ने हो भन्दाखेरि रागो भन्दाखेरि जस्तै यो का, खा, यो का, घा, अब व्यञ्जन भर्न है, यो माथि नपढिकन का, घा, ङा, ज्या, न्या, ता, धा, ना, बा, मा, चा, जा भएन हैन। अब यसमा रागो जोडेपछि शिरमा यो व्यञ्जन भर्नुको शिरमा रा जोडेपछि अलिकति साउन्ड सिस्टम अलिकति फरक हुन्छ। अलि फरक हुन्छ है। त्यो चाहिँ अलिकति फरक भएर आउँछ। जस्तै कसरी पढ्न पर्छ भन्दाखेरि यो माथि यो आदि रा भयो हैन, राको मुनि का जोड्यो भने रा कातक का, रा कातक का, यसरी पढ्नुपर्छ है। रा कातक का भनेर पढ्नुपर्छ है। रा कातक का अनि रा कातक का भयो। यो रा घातक गा भनेर पढ्नुपर्छ है। गा भनेर गा 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 भन्नुपर्छ नि। गा, रा गाता गा, यो चाहिँ रा गाता गा भनेर पढ्नुपर्छ। पहिला हामी यो घा भनेर पढ्दैन हैन, अहिले चाहिँ रा गाता गा भनेर पढ्नुपर्छ है। अनि यो चाहिँ पहिला यो मात्र कसरी पढ्थ्यो भने ङा भनेर पढ्थ्यो। अब यहाँ रा जोड्दाखेरि शिरमा रा जोड्दाखेरि रा ङातक ङा भनेर पढ्नु पर्यो। कसरी पढ्नु पर्यो? रा ङातक ङा भनेर पढ्नु पर्छ। अनि यो रा ज्यातक झा भनेर पढ्नु पर्यो है। रा ज्यातक झा भनेर पढ्नु पर्यो। रा ज्यातक झा भनेर पढ्नु पर्यो। अब यो पढ्नु पर्यो। पहिला हामीले यो मात्रै कसरी पढ्थ्यो भने न्या भनेर पढ्थ्यो है, न्या भनेर। अब रा जोडेपछि रा न्यातक न्या भनेर पढ्नुपर्छ है। रा न्यातक न्या, न्या भनेर कसरी पढ्नु पर्यो? रा न्यातक न्या भनेर पढ्नु पर्यो। अनि यसको त अलि फरक छैन, रा तातक ता भनेर पढ्नु पर्यो है। रा तातक ता। अनि यो पढ्नु पर्यो रा दातक दा।
दा भनेर पढ्नु पर्यो, रा दातक दा। अब यो पढ्नु पर्यो रा नातक ना भनेर पढ्नु हुँदैन। पहिला हाम्रो यो मात्रै कसरी पढ्थ्यो भने ना भनेर पढ्थ्यो होइन। अहिले चाहिँ रा नातक ना भनेर पढ्नु पर्यो। यो चाहिँ रा बाता बा, रा बाता बा भनेर पढ्नु पर्यो है। यो चाहिँ एकदम फरक छ। यो रा मातक मा है, रा मातक मा भनेर पढ्नु पर्यो। यो चाहिँ राचतक चा, राचतक चा। अनि यो कसरी पढ्नु पर्यो, राजतक रा जातक जा भनेर पढ्नु पर्यो है, जा भनेर पढ्नु पर्यो, राजतक जा। जस्तै यो पढ्दाखेरि हामीले फर्स्टमा के जानुपर्छ भने पहिला यसो सबै रा हो, सबै शिरमा रहेको रा हो। यो रन्या तन्यामा चाहिँ अलिकति रा यस्तो फुल रा लाग्छ, अरू मात्रै लाग्दैन, अरू कुनै पनि लाग्दैन, यसमा चाहिँ फुल रा लाग्छ। पहिला हामीले कसरी पढ्नु पर्यो, पहिला रा हुनु पर्यो, रा थाहा हुनु पर्यो, रा। अब कातक जोडेपछि रा कातक के भयो, का हो, यसरी सिक्नुपर्छ हामीले। फेरि अब यहाँ फेरि जोडेर आउनुपर्छ, यो कामा का हटाएर फेरि कसै यो हटाएर होइन, रा घातक पढ्ने होइन, रा घातक गा पढ्ने हो, यसरी पढ्नुपर्छ। यसरी मेन चाहिँ हामीले के जानुपर्छ भने रा घातक भने जान्नुपर्छ, रा घातक, रा घातक, राङ्गातक, राज्यातक, रन्यातक, रातातक, रातातक भनेर पढ्नुपर्छ है। योहरू चाहिँ हामीले यसरी जान्यो भने चाहिँ सजिलो हुन्छ। यसमा अलिकति स्वरहरू चाहिँ अलिक गडबड छ, गडबड भन्नाले अलिकति सानो ठुलो भनेर थाहा हुनुपर्छ है। विशेष गरी यसरी थाहा भयो भने चाहिँ तपाईँहरूले पढ्न सजिलो हुन्छ है। आजको लागि यति नै हो। विशेष गरी ध्यान गरी पढिदिनु होला, ध्यान गरी हेरिदिनु होला।